Weh, Sadi, weh. Weh, Sadi, पानी लाउँछ बोली. Weh. उठ्न, weh. उठ्न, weh. Sadi. Weh, उठ्न, weh. अर्को जुनी तिम्रै नाउँमा हेर्छु अब मेरो सहारा भनेकै तै होस्। अब तैँले नि केही न केही त गर्नुपर्छ। म बुढो कति नै बाँचो होला र खै। हे बा यस्तो नभन न, म छँदैछु त। अब तिमीले पनि यस्तो भन्न लाग्यो भने म कसको सहाराले बाँच्ने? हस् बा, औषधि खाएर सुत, भोलि कुरा गरौँला। नेपालमा अहिले भइरहेको करप्सन विरुद्ध आम जनताले सोसियल मिडियामा लेख्ने बोल्ने र नेताहरूको छोराछोरीको ल्याभिस लाइफस्टाइल कसरी भयो भनेर आवाज उठाइरहँदा सरकारले सोसियल मिडिया दर्ता गरेको छैन, ट्याक्स तिरेको छैन भन्ने न्युमा सोसियल मिडिया ब्यान गरेको छ। यसरी जनताहरूको आवाज दबाइरहँदा जनताहरूको आक्रोश बढेसँगै भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने सुन्नमा आएको छ। हेलो ओए सुन्न यार, अब त यिनीहरूले हाम्रो बोल्ने आवाज पनि बन्द गरिदियो यार। त्यही त नि यार, मैले त भर्खरै समाचार सुन्दै थिएँ। के हो होइन, अब त अति भयो, हामी त उठ्नै पर्छ यार। अब त पर्छ यार, उठ्नुपर्छ। भोलि भेला ल भोलि 14 भेटौँ न त। ल सबै केटाहरूलाई त्यहीँ भेला। ल हुन्छ ल हुन्छ ल। अर्को दिन बा ओ बा, यो म प्रोटेस्टमा जान लाग्यो है। होइन, तँलाई प्रोटेस्टमा चाहिँ किन जानु पर्यो नि? मार्छन् त्यहाँ। हे के गर्दैनन् कि? हेर स्कुल ड्रेसमा जान लागेको, पुलिसले पनि केही गर्न पाउँदैन अरे। ल बा, म गएँ है। भरे बेलुकीसम्म आउँछु के? सुन्नु साथी हो, यहाँ सरकारवालाहरूले हाम्रो मुख टान्ने काम भइरहेछ। अब हामी नउठेको उच्च र साथीहरू, हाम्रो आजको आन्दोलन चाहिँ एकदमै शान्तिपूर्ण गर्नुपर्छ है। र हाम्रो सुरु चाहिँ प्रशासन चौकबाट हुनेछ। त्यसैले कसैले त्यहाँ ढुङ्गा मुरा गर्ने, ढुङ्गा हान्ने काम चाहिँ नगर्नुहोस् है त। आन्दोलनकारीहरूले दबाब दिन थाल्यो भने रबर बुलेट युज गर्नु र आफू सुरक्षित हुनु। Sadi, पानी लाउँछ बोली. उठ्न, weh. Sadi. उठ्न, weh. अर्को जुनी तिम्रै नाउँमा
आमाले सोधलिन् छोरा सही भयो जेन्जी प्रोटेस्टमा शहीद हुनुभएका सबैजना शहीदहरूको लागि आज बेलुका 6 बजे बागको शालिगमा जेन्जी ग्रुपले श्रद्धाञ्जली कार्यक्रम राख्ने भएका छन्। कृपया सबैजना उपस्थित भइदिनु होला र शहीदहरूको आत्माको चिर शान्तिको लागि कामना गरिदिनु होला। छोरा 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 उठ्न छोरा छोरा उठ्न